जय मसी तपाईँहरू सम्पूर्णमा आज मैले लिएर आएको छु कोपिसको बुङ्गुर र तामाको रेसिपी। ओ माई गड, सुन्दै थुक आयो मुखमा। फर्स्ट तपाईँहरूले यसलाई मजाले ठुल्ठुलो पिस बनाएर आफ्नै हातले कटिङ गर्नुपर्छ चट्टसँगले। त्यसको बादमा हर्दी र नुन लगाइकन भक्लाक भक्लाक उमाल्नुपर्छ एकछिन 5 मिनट जस्तो। त्यसलाई निकालेर मजाले साइडमा राखिदिने अनि एउटा कराईमा मेथी फुराउने अनि लगाउने। मेरो चाहिँ यहाँनिर आफै रेकर्ड गरेको कारणले गर्दाखेरि यसलाई मैले राम्ररी भिडियो सुट गर्न पाइनँ। अनि बुट्ने 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 अनि प्याज लगाउने। त्यसको बादमा के छ मसला ससला यसो जिरा धनियाँहरूको पाउडरहरू लगाउने अनि यसमा माथिबाट सुक्खा खोर्सानी लगाउने। यसलाई बुट्ने 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 छोप्ने है मजाले। त्यहाँदेखिको फेरि बुट्ने पर पारेर हेर्नुहोस् त खाउँ खाउँ लाग्दो भयो कि भएन साथी हो। थुक आयो भने चाहिँ कमेन्ट गर्नु होला है तल। त्यहाँदेखिको तामा लगाउनुमा चाहिँ कन्जुस नगर्ने, डङ्गैसँगले तामा लगाउने। बुट्ने 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 हेर्नुहोस् त पक्कै पनि तपाईँको